वेलकम ब्याक टु माई च्यानलमा आज फेरि नयाँ भिडियो लिएर आइसकेको छु होइन। अनि आज चाहिँ अहिले हामी चाहिँ तपाईँले टाइटल हेरेर थाहा पाइसक्नु भयो कता जान लाग्यो भनेर। यस वी आर गोइङ टु सैलुङ, तर धेरै बाटो हुँदै होइन। अनि पछि आई हेभ सम अफ माई गाइज होइन, यसो चिनाइदिउँ है त। यहाँ चाहिँ ल डाकु भनेर बजाएर रहेछ। यो चाहिँ हाम्रो प्रार्थनाजी। So much, very much. यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ हाम्रो सुवेक्षा। त्यसले लेजिट भने बुझेको छैन कि खतरा होला क्या। ल है त हामी चाहिँ अहिले यतातिर के भन्छ यो कुस्ताहरूलाई घुरिरहेको। 2 जना महानुभाव चाहिँ अझै बाँकी छ। हामी चाहिँ 6 जना लाग्यो होइन। ल लेट्स गो। आम सो एक्साइटेड किनभने मेरो यो राइड चाहिँ होइन फर्स्ट त्यो लङ साथीहरूसँग चाहिँ यो मेरो फर्स्ट राइड पनि हो क्या। सो लेट्स सी कस्तो जान्छ है त। म अब सबैजना भेटेरै बोलौँ होला है त। भेटिसकेको छ है त। ए देखा यार जिग्री one more time. मेरो मालु यस्तै छौँ हामी। कस्तो लागिरहेको छ
झप्पु चलाऊ अनि के भन्छ हामी चाहिँ खासमा यता चाहिँ मामा खाना रोकेको अब यता अब रोकिसकेपछि एकछिन त यसो घुम्नु त परिहाल्यो होइन त्यही भएर आएको के कुन्तु मुन्तुहरू दामी छ वाल छ नि यस्तो खतरा किन यस्तो लभली ठाउँमा साथीहरू अहिले चाहिँ म पानीमा जान लाग्छु लेख्मी गयो त And these waves are calming me. साथीहरू अहिले चाहिँ हामी यता के भन्छ यो अन द वे टु यो छौँ होइन के भन्छ कालापानी र मनाङगन छोड जाने बाटोमा अनि अहिले चाहिँ यतातिर यस्तो मिठो सनसेट हुन लाग्छ अनि म र यो फ्यामिली चाहिँ यता माथि पुग्यो दायाहरू चाहिँ आउनुभएको छैन वेटिङ लभली भ्यू चाहिँ आयो साथीहरू सनसेटै भइदियो यार बबाल साथीहरू के फोटो नबिगाएर कि त पोज गयो त्यो सक्यो क्या एकदम चिसो छ है यतातिर चाहिँ ओ ये सन गयो चिसो कति छ थाहा उता माथि हेर बादल छ त्यहाँ बबाल छ है साथीहरू त्यो जान्ला यस्तो छ साथीहरू हामी सैलुङ नै पुगेको छैन होइन इट्स अलरेडी लाइक दिस सँग त एकचोटि यस्तो लिटरली यस्तो चिसो छ नि यता अहिले यो स्कुटरको स्टार्टै अफ भयो अनि यस्तो छ सबै बादल लागिरहेको छ चिसो तर बबाल एक्सपिरियन्स है यता दाइहरू चाहिँ आउनु भएको छैन लिटरली मुभिङ के त्यो यस्तो छ माहौल सो पिसफुल कतिको रमाइलो भइरहेछ झाडले काँड मर्लाइसक्यो कतिको ठुलो चाहिँ बस है साथीहरू त्यही भएर यस्तो लुगा लाएर आउनु यसमा एक ठाउँमा बसेको लास्ट ट्रिप भयो यो स्कुटीको यो स्कुटी अब दोलखामै बस्छ मेरो स्कुटर त स्टार्ट भएन ऊ त्यहाँ कुस्दाको स्कुटी तानिरहेको छैन एक्लै एकजना भयो पनि तानिरहेको छैन मेरो पनि मरिसक्यो साथीहरू एकदम फाइनली पुग्यौँ अनि
यता वेलकम टी खाएर एकदम रमाइलो मतलब अनि अब आज के हुन्छ कसो हुन्छ यही भयो होइन अब के भन्छ यतै बस्छौँ आज हामी चाहिँ अनि भोलि चाहिँ के हुन्छ म देखाउँछु है त इट्स गन बी अ ग्रेट डे होला होइन अब धेरै बेसी पनि हुँदैन त्यो त्यसमा चाहिँ म त्यस्तो मान्छे छैन होइन यता हुनुहुन्छ सबैजना हेलो अब चाहिँ साथीहरू टाट खाना खाने ग्रेट वाल अफ चाइना खै त तिमीले टाइममा राखेको छ हो अगाडि नबस हैन देखाउ म्याजिक फुट्यो ओ नाइस ह्यापी तिहार साथीहरू यस्तो छ है त मलाई चाहिँ खतरा चिसो भइरहेको छ अहिले त्यही भएर यस्तो गरेको चाहिँ हेलो साथीहरू वेलकम ब्याक टु माई च्यानल होइन अनि आज चाहिँ म सेलिङमा न्यू अनदरवाला डेमा छु होइन अनि त्यसपछि हाम्रो यताबाट चाहिँ यता खतरा सनसेट देखेको छ क्या यु गाइज क्यान सी अनि अहिले चाहिँ हामी के भन्छ यस्तो यताबाट चाहिँ माथि जानु लगाएको छौँ उता के भन्छ यसलाई के भन्दाखेरि त्यो सेलिङको डाँडा छ त्यता जानु छौँ अब जान्छौँ अनि अब माथि नै के हुन्छ हाम्रो त अनि कुरा गरौँ ल यता म कहाँ बस्थेँ कस्तो भयो भनेर ल साथीहरू अनि हामी चाहिँ अहिले यतातिर ग्रेट वालमा छौँ होइन सेलिङको यस्तो छ त्यसको होइन प्लिज वाक अवे वाल चाहिँ छ साथीहरू हाम्रो अहिले एकछिन भएन यता चढेको मैले यो वालमा छौँ त्यता रहेछ सेलिङ त अझै होइन कति वाक भएको रहेछ क्या हाम्रो तर पनि हिँड्नु पर्यो एकदम पिसफुल भयो अहिले चाहिँ अझै चाहिँ धेरै मान्छेहरू छ क्या अनि माथि गएर त्यस्तै हुन्छ होला त्यहाँ धेरै मान्छेहरू होइन किनकि हिजो चाहिँ एकजना एन्ट्रीबाट सुनेको चाहिँ देखे पनि हो होइन खतरा मान्छेहरू हिँडिरहेको छ क्या बरु यतै सैलुङ आउनुलाई अनि कतिजना त होटेल बुक नगरे भएर होटेलै पाएन फर्किनु भयो वाल चाहिँ साथी अब यसपछि चाहिँ जङ्गलको बाटो जस्तो साथीहरू मैले ज्याकेट लाउन लगाएको मलाई ज्याकेट लाउन दिएन होइन माथि के नै हुन्छ होला भनेर अहिले त मलाई कस्तो चिसो हुन थालेको छ नि मेरो नाक चिसो भइसक्यो अब चाहिँ होइन त्यो ग्रेट वाल पछि चाहिँ थोरै वाक छ त्यो वाकहरू छ अनि हामी चाहिँ हिजो बिहानै निस्केको थियो 7:30मै उता के भन्छ यो युएन पार्कमा मिटअप थियो त्यहाँबाट निस्केको थियौँ अनि त्यसपछि चाहिँ यता चाहिँ हामी धेरै सुकुटे हुँदै के हुँदै आएको अनि यता पुग्दा चाहिँ
कति बज्यो 6 बजे नै पुगिसक्यो त तर ल के हुन्छ राति त कस्तो त्यो के भन्छ 6 बज्नु अगाडि नै सबै हुन्छ नि अध्यारो भएर 6 बजे नै रात परिसकेको थियो यता चाहिँ अनि राति चाहिँ रमाइलो भयो तर धेरै चिसो भयो यता आउँदा चाहिँ तपाईँहरू न्यानो ज्याकेटहरू त्यसो लाएर आउनुहोस् छोटो वाकपछि चाहिँ यता आइपुगे जस्तो लागेको छ अनि अहिले चाहिँ साइडमा चाहिँ भगवान् मात्रै हुनुहुन्छ यसो ढोक गरेर गइदिउँ न होइन एकपल्ट टेस्टिङ भिडियो हो त मलाई यो वाइटको तर्खामको तर्खाम भइरहेछ त्यही भएर यता आयो नि महादेव गुफाले तैँले महादेव गुफा भनेर त यहाँ रहेछ अहिले मिल्यो भने जाऊँ ल पहिला सैलुङ जाऊँ एकदम खारो डाँडा साथीहरू पुग्यो अलि माथि पुग्यो भनौँ न होइन ऊ देखिदियो के भन्छ यसलाई स्क्रिनसट गर्नुपर्छ साथीहरू हामी कस्तो अलिकति रङ टाइमिङमा आएको भनौँ कि के भनौँ होइन तर देयर आर अ लट अफ पिपल हियर होइन जुन मन पर्दैन मलाई अलिकति अब चिल हुन आएको हुन्छ हाम्रो 2 जना मान्छे चाहिँ तलै छ तिनीहरू चाहिँ आएन मिठो थियो यार साथीहरू सोडा सुन्नु है त हेरौँ कस्तो छ खै त भने घुमा हेर्न त्यहाँ हो भने आउँछ त्यहाँ हेर देखिनुहोस् के भयो हामीले होइन खास साँच्चीमै त्यो सोडा फिल्म नै थियो होइन हुन चाहिँ तर नि यसो भनिदिएको होइन ल सबजना एकैचोटि गइदिएर अरे नेपाली टावर भ्यू टावरमा साथीहरू खतरा मान्छे छ त्यो भ्यू टावरको त्यो पुरै एरिया नै कभर हुने गरी मान्छेहरू छ यता नै धेरै मान्छेहरू छ
यता चाहिँ हैन यस्तो स्टपहरु चाहिँ अलि धेरै नै छ भनौं न धेरै भन्दा पनि यस्तो चाहिँ राखेको छ 2-3 ठाउँ रहेछ के सैलुङ मात्र भनेर चाहिँ हैन सैलुङ आयो हैन तर पनि यता महादेवहरु या अरु के त्यो स्पटहरु चाहिँ छ यतातिर त्यही हो इगलहरु म त्यो चढेर देखाउँछु है त साथीहरु लेट्स गो नाइस वान इगलहरु हो रे यो चाहिँ किन भनेको चाहिँ मलाई पनि थाहा छैन साथीहरु सैलुङ पुग्यो सैलुङ पुग्यो साथीहरु कहाँ जान किनेको जुत्ता कहाँ लागिरहेको छु है मैले चाहिँ हैन यो के भन्छ खासमा छिटै ट्रेक जान्छु भनेर किनेँ त्यसपछि ट्रेक नपुगिकन हामी चाहिँ यता सैलुङ पुगेका छौं कहीँ जानलाई किनेको थिएँ यो जुत्ता तर हामी यहाँ सैलुङ पुग्यौं हैन फेरि इफ गयो भने चाहिँ है त हामी चाहिँ यता माथि पुगेका छौं हैन यसो छ हामी चाहिँ पुगिहाल्यौं भनौं यही रहेछ यतातिर यता सैलुङमा चाहिँ यस्तो डाँडा 100 थुङ्गा देख्छ भनेको छ हैन 100 वटा भनौं न अनि यति मान्छे छ हैन भ्यू टावरै पार्क छ के म कसरी देखाउँ मेरो साथीहरुलाई चिन्ता लागिरहेछ मलाई भन्डेको मान्छे चाहिँ छ हैन अब जाउँला त्यता गएर यसो देखाइदिन्छु नि है ग्रेट वाल त राम्रै थियो मजा आउँछ भनौं न त्यति लामो पनि छैन ग्रेट वाल एक्सटेन्ड हुन्छ बिस्तारै पुरा त भइसक्यो त बिस्तारै एक्सटेन्ड हुन्छ भने त त्यो बाहेक भने यही डाँडा प्रगति गर्नै पर्यो नि हाम्रो नेपाल यस्तो सुन्दर छ है यसो डाँडा पछि यस्तो फोहोर छ हैन मान्छेहरुको हैन दिमाग छ भनौं केही छैन भनौं यस्तो घुम्न आउने फ्रेस हुन चाहिँ आउँछन् अनि यस्तो घुम्न आउनु पर्ने ठाउँमा चाहिँ फोहोर फालेर हुन्छ हैन काम नभए मान्छेहरु बाबा यता रहेछ नि त भ्यू फाइनली पुगे माथि भवाल छ है त भ्यू मन्दिर चढ्दिउँ न अहिले चाहिँ यता माथि पुगिसक्यो यसो घुम्न लाग्छ मैले भ्यू हेर्नुस् है
अब हामी फाइनल्ली चाहिँ यताबाट निस्किन लागेको छौँ होइन। अब आजको के भन्छ कार्यक्रम यति नै थियो, सक्यो होइन। अब निस्केको राइडको थोरै नभइदिनुहोस् न। फेरि हुँदैछ हुँदैछ। बाई गाइस, बाई। डिजास्टर इन्टु अ वाइल्ड एडभेन्चर होइन। अहिले चाहिँ हामी स्विमिङ गर्न लागेको छौँ अनि अहिले चाहिँ हामी यता सुकुटे बिचमा छौँ क्या। ल है त चिसो चिसो छ, लेट्स सी कस्तो हुन्छ है त। साथीहरू इट्स लिटरली 10 PM होइन अनि वी आर गोइङ टु सावर होइन। लेट्स गो सुकुटे बिच।
गार्डन टेबल टेनिस ब्याडमिन्टन यस्तो यस्तो थियो अब यता खोला छ खोला हेर्नु त चन 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 तरन तरा साथीहरू हामी चाहिँ अहिले यता छोटो ब्रेकमा छौँ होइन फर्किरहेको बेला एकछिन यता खोलामा खेल्ने अनि यता चाहिँ ग्राउन्ड छ बवाल छ नि यता यो भयो होइन अनि यता चाहिँ त्यो छ यसको यता कैसा लग रहा है आपको कस्तो लागिरहेछ हजुरलाई एकदम ब्युटिफुल हेर्नु त्यहाँ हरियो पानी हरियो हामी यतातिर खोलामा खेलिन्छ एकछिन खेल्न मन चाहिँ थिएन भनौँ थिएन अहिले चाहिँ पानी देखेर जानु मलाई आइज दुध दिनु है ल साथीहरू अहिले चाहिँ हामी यता पलाञ्चोक भक्पति आएको अनि यता भगवान् दर्शन गरेर जाने होइन यता होइन सबभन्दा फन्नी इन्सिडेन्ट एउटा चाहिँ के भयो भन्नाले हामी ठ्याक्कै यता पार्किङ गर्न आएको थियो म चाहिँ पार्किङ त गर्नु पऱ्यो अनि पुग्नु बित्तिकै यता 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 पार्किङ भनेर सबैजनाले भनिरहेको थियो क्या त्यसपछि किन भने भनेर हुन्छ सबै ठाउँमा फ्री पार्किङ नै थियो होइन हुन चाहिँ तर पनि किन होला भने ऊ गरेर रहेछ क्या स्पाइडरम्यानको मलाई किन्थ्यौ तपाईँ किन्दैन बच्चाकोले यस्तो कस्तो होइन अनि त्यसपछि म के बोल्दै थिएँ मैले चाहिँ के बोल्दै थिएँ अनि त्यसपछि होइन यतातिर चाहिँ सबैजनाले यता यता भन्नु किन भन्नु थाल्यो होइन उनीहरू सबैजनाले स्टल राख्नु भएको रहेछ नि त अनि जहाँ पार्किङ गर्न लाग्यो त्यहीँबाट नजिक किन्दो रहेछ नि त सो अनुमान ज्ञान सागर यस्तो छ म फुटाउने नि नर्मल म फुटाउने नि म नर्मल फुटाउने म फुटाउँछु कि हामीले चाहिँ एउटा होइन एउटा खतराको चिज एउटा भेटाइसकेका छौँ होइन यस्तो बजाउने मान्छे पनि मलाई मन परेको थियो एकचोटि ल 1 2 3 लेट्स गो बुझान म मन बुझान हातले एउटा हातले युज गर्ने एउटा हात डङ डङ गर्दैन हो भगवान् त्यो तालमा नाच्छ तँलाई डम डम गरे हुआ हुआ खमत्ते बलिदिने ठाउँ सुलाए साथीहरू साथीहरू हामी चाहिँ प्लान्चोकबाट चाहिँ डाइरेक्ट केटिएम आयौँ होइन अनिपछि त्यति बेला चाहिँ थोरै भ्लग लिन पाएन किनभने हामी चाहिँ अलिकति रसमा थियौँ के घर फर्किन अल्टिला भइसकेको थियो अनि त्यही भएर चाहिँ डाइरेक्ट त्यताबाट यता
एकदम रमाइलो ट्रिप भयो होइन भनेपछि होप यु गाइज इन्जोय वाचिङ होइन थ्याङ्क यू फर वाचिङ टिल द एन्ड होइन सबैजनाले अहिलेसम्म हेरिरहनु भएकोमा लाइक सेयर सब्सक्राइब गरेर कस्तो लाग्यो त भिडियो कमेन्टमा यसो भनिदिनुहोस् होइन भनेपछि मैले चाहिँ कहाँ इम्प्रुभ गर्न सक्छु त्यो पनि भनिदिनुहोस् न है त ल म अब नयाँ कन्टेन्ट लिएर आएर नयाँ भ्लगमा भेट्छु त बाई